नमस्कार सबै साथीहरू। यो मानिसको आफ्नै खालका कथा कहानीहरू हुन्छन्, आफ्नै सङ्घर्षहरू हुन्छ, आफ्नै भागदौडहरू हुन्छ र यो विभिन्न खालका हामी फरक पृथक खालको सङ्घर्षबाट पृष्ठभूमिबाट हामी अगाडि बढेका हुन्छौँ, हुर्केका छौँ र हामीले अब के बुझ्ने एउटा हाम्रो आफ्नै दृष्टिकोणहरू छन्, हाम्रो आफ्नो बुझ्ने आफ्नै क्षमताहरू छ र हाम्रो आफ्नै फरक खालका त्यो प्रोफेसनहरू छ, पेसाहरू छ, व्यवसायहरू छ। विभिन्न काममा हामी तल्लिन्छौँ, आबद्ध छौँ र जसले जे गरे पनि जस्तो अवस्था हामी भए पनि अन्तिम हाम्रो सबैको अन्तिम एउटा लक्ष्य उद्देश्य भनेको नै हाँसी खुसी साथ जीवन यापन गर्न सक्नु हो हैन। सबभन्दा ठुलो खुसी प्राप्त गर्न सक्नु हो, खुसी हुन सक्नु नै हो, त्यो सबभन्दा ठुलो कुरो हो। त्यो खुसी प्राप्तिको लागि नै हामी दौडधुप गरिरहेका हुन्छौँ। हामी सबको अन्तिम प्राप्त गर्न खोजेको चिज भनेकै त्यो अन्तिम लक्ष्य भनौँ नै, त्यो खुसी हो। यो एउटा प्रसिद्ध विद्वान नै यो मानव आवश्यकता, यो अब्राहम मास्लोले नै मानव आवश्यकताका विभिन्न चरणहरू ले त्यसलाई चाहिँ सोपानहरू चाहिँ आवश्यकताका चरणहरूलाई उसले त्यसरी बाँडेका छन् र अन्तिममा उनले सेल्फ एक्चुअलाइजेसनको राखेका छ अन्तिममा हैन। घाँसपास कपासबाट सुरुदेखि लिएर मान्छेले सुरुमा हैन फिजियोलोजिकल निडहरू चाहिन्छ, उसले घाँसपास कपास, त्यसपछि हैन लभ एन्ड बिलोङ्गिनेस चाहिन्छ, सेल्फ इस्टिमहरू चाहिन्छ र अन्तिममा चाहिने भने सेल्फ एक्चुअलाइजेसन हो। त्यो सेल्फ एक्चुअलाइजेसन नै सबभन्दा ठुलो कुरो हो। र एकपटक एउटा विद्यालयमा निबन्ध प्रतियोगिता भएछ र त्यो निबन्ध प्रतियोगिताको शीर्षक चाहिँ जीवन के हो भनेर त्यो शीर्षक रहेछ। जीवनको सन्दर्भमा लेख भनेर त्यो निबन्ध प्रतियोगिताको शीर्षक। यसमा एकजना विद्यार्थीले केही नलेखेर खालि खुसी भन्ने मात्रै लेखेछन्। अनि शिक्षकले त्यो हेरिसकेपछि तपाईँले प्रश्न बुझ्नु भयो नि के हो भनेर सोद्धाखेरि त्यो बालकले चाहिँ के भनेछ भने, सर मैले प्रश्न राम्ररी बुझेँ, सर तपाईँले जीवन बुझ्नु भयो नि क्या हो भन्ने खालको जवाफ पठाएछन्। र यसबाट पनि बुझिन्छ जीवन र खुसी चाहिँ पर्यायवाची शब्द हो र एकअर्कामा यिनीहरूको सामञ्जस्यता छ, तादम्यता छ हैन। यो त्यो प्राप्ति को नै एउटा यो हाम्रो सङ्घर्ष हो भन्ने लाग्छ। र अर्को यही कुरालाई थप त्यसलाई प्रश्न पार्नको लागि अर्को कुरो, यो भारतका एउटा प्रसिद्ध त्यहाँका व्यापारी, त्यहाँको उद्योगपति हैन, त्यहाँको एकदमै सबैले चिनिआएको एउटा रतन टाटा, त्यहाँका रतन टाटाको सन्दर्भमा एउटा खुसीको सन्दर्भमा उहाँको एउटा मर्मस्पर्शी एउटा प्रसङ्ग छ। उनले एउटा जीवनलाई यसरी बाँडेका छन् हैन। उनले 4 चरणमा बाँडेका रहेछन्। पहिलो चरण भनेको उनले वेल्थको चरण, कि त्यत्रो धनाढ्य व्यक्ति हो जहाँसँग उसले प्रशस्त पैसा उनले त्यो एकुमुलेट गर्दाखेरि पनि त्यसलाई उनले सेटिस्फाइड भएन, दिनले खुसी भएनन्। यो पैसाले पनि उनलाई खुसी दिन सक्दो रहेछ भन्ने खालको उहाँको अनुभवको आधारमा। त्यस पछाडि अर्को भ्यालुएबल्सहरू, विभिन्न खालका हैन घर सम्पत्ति, गरगहनाहरू, यता हैन गिफ्ट्सहरू, त्यो प्राप्त गर्दाखेरि पनि खुसी दिएन अरे, खुसी भएनन्। त्यो भ्यालुएबल्सहरूले पनि खुसी दिँदो रहेछन् भनेर उनले त्यो खालको महसुस गरे। र अर्को कुरो प्रोजेक्ट्सहरू, विभिन्न देशमा विभिन्न ठाउँमा उहाँको लगानी विस्तार भयो हैन। उनले आफ्नो उद्योग धन्दालाई, कल कारखानालाई विस्तार गर्दै गए, विभिन्न कामहरू प्राप्त गर्दै गए। प्रोजेक्टले पनि खुसी दिएन अरे। अन्तिममा उनलाई खुसी केले दिएछ भने एकपटक एकजना उहाँको साथीले यो अपाङ्ग भएका बालबालिकाहरूको लागि व्हिलचेयरहरू, कम्तीमा 200वटा जति व्हिलचेयरहरू तपाईँले किनेर त्यसलाई बाँडिदिनु पऱ्यो, दिनु पऱ्यो, त्यो आवश्यकता छ अपाङ्गता भएका बालबालिकाहरूको लागि भन्ने खालको उनले सुझाव दिइसकेपछि उनले त्यो किनेर ती व्हिलचेयरहरू बाँड्न जाँदाखेरि जुन खालको त्यो खुसी भावहरू जो बालबालिकाहरू उनले देखे, त्यसले उनलाई वास्तविक खुसी यो रहेछ भन्ने खालको उनलाई महसुस गरायो अरे। र त्यसको साथसाथै एकजना बालकले उनलाई के भनेछन् भने, म तपाईँको अनुहार चाहिँ म याद गर्न चाहन्छु ताकि स्वर्गमा भेट भयो भने पुनः म यो याद गर्न सकौँ, म तपाईँको अनुहार राम्रो हेर्न चाहन्छु
पुनः हाम्रो भेट पुनः मिलन स्वर्ग भयो भने म यो नबिर्सौँ भनेर म तपाईँको अनुहार म याद गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु भन्दाखेरि उनलाई त्यो कुराहरूले भावविवल भएछन्। र वास्तविक खुसी भनेको यो रहेछ होइन, अरूलाई खुसी पार्न सक्नु, अर्कालाई केही कुराहरू दान दिन सक्नु, अर्कोको निम्ति केही गर्न सक्नु र अर्को निम्ति केही सोच्न सक्नु है, सकारात्मक सोच होइन, अर्को केही दान अथवा अर्काको निम्ति भलो होइन, जे चिज गर्न पनि अर्काको निम्ति केही गर्न सक्यो भने सानो ठुलो जे होस् आफ्नो होइन क्षमताले आफ्नोले त्यो नै वास्तविक खुसी रहेछ भन्ने खालको तरिकाले उनले त्यसरी बुझेर र प्रायः उनको अब यो धेरै कुराहरू चाहिँ उनले यो च्यारिटीमा र आफ्नो सम्पत्तिहरूलाई उनले त्यसरी चाहिँ पछि यो परोपकारमा च्यारिटीमा र अर्को निम्ति भनौँ न होइन, त्यो खालको उनले लगानी गरेपछि त्यतिर उनको ध्यान केन्द्रित भयो भन्ने छ। त्यो भएर अब यो जसरी भए पनि होइन अन्तिममा मान्छेलाई के आवश्यक हुँदो रहेछ भने त्यो खुसी हो होइन, त्यो खुसी हुन सक्नु नै एउटा ठुलो कुरो हो भन्ने जस्तो लाग्छ। हस्, थ्याङ्क यू।